बलेफी गाउँपालिका सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको बागमती प्रदेशमा अवस्थित सिन्धुपाल्चोक जिल्लाका 12वटा स्थानीय तहमध्ये महत्त्वपूर्ण भौगोलिक अवस्थितिमा रहेको स्थानीय तह हो। राज्यको पुनर्संरचनाका क्रममा तत्कालीन जलबिरे, फुलपिङकोट, फुलपिङ डाँडा र माङ्खा गाउँ विकास समितिहरू समेटेर यो गाउँपालिकाको स्थापना भएको हो। बलेफी गाउँपालिकामा 8वटा वडाहरू रहेका छन्। पालिकाको केन्द्र बलेफी बजार नजिकै वडा नम्बर 5 को बगाले गाउँमा स्थापना गरिएको छ। बलेफी गाउँपालिकाको कुल क्षेत्रफल 61.60 वर्ग किलोमिटर रहेको छ। यहाँ हिन्दू, बौद्ध र क्रिश्चियन धर्म मान्ने मानिसहरूको बसोबास रहेको छ। तामाङ बाहुल्य रहेको यहाँ तामाङ र नेपाली भाषा मुख्य भाषामा पर्दछन्। राष्ट्रिय जनगणना 2078 को तथ्याङ्क अनुसार बलेफी गाउँपालिकाको कुल जनसङ्ख्या 17,085 रहेको छ। बलेफी गाउँपालिकामा 8वटा वडा छन्। यस गाउँपालिकाको पूर्वमा 12 विषय नगरपालिका, पश्चिममा चौतारा साँगाचोक गढी नगरपालिका, उत्तरमा जुगल गाउँपालिका र दक्षिणमा सुनकोशी गाउँपालिका रहेका छन्। सिन्धुपाल्चोक जिल्लाको केन्द्र भागमा अवस्थित ब्रह्मायणी र सुनकोशी दोभानदेखि नागीको चौरसम्म फैलिएको सुन्दर भूमि बलेफी मौलिक परम्परा र संस्कृति जोगाउँदै आधुनिकतातर्फ अघि बढिरहेको स्थानीय तह हो। गाउँपालिकाको प्रशासनिक केन्द्र रहेको बलेफी समुद्र सतहदेखि 800 मिटरदेखि ओम पार्कको सिमाना क्षेत्रमा 2400 मिटर उचाइमा फैलिएको यो पालिका काठमाडौँबाट सबभन्दा नजिकको जुगल हिमालको प्रवेशद्वार हो। गाउँपालिकाको बलेफी बजारबाट ब्रह्मायणी करिडोरको लाइफलाइन मानिने बलेफी नौबिसे जलबिरे कात्तिके तेम्बाथान वैकल्पिक लोकमार्ग सुरु हुन्छ। पालिका भित्रका उर्वर कृषि भूमिबाट अधिकतम उत्पादनका लागि प्राथमिकतामा राखेको पालिकाले समुदाय प्रेरित विकासका गतिविधि सञ्चालन गरिरहेको छ। नमस्ते, म गङ्गा बहादुर तामाङ, बलेफी गाउँपालिकाको अध्यक्ष। म निर्वाचित भएर आइसकेपछि पहिलो प्राथमिकतामा राखेको यो कृषिका कार्यक्रमहरू अन्तर्गत हामीले कृषि औजार वितरण, जस्तो हामीले अस्ति भर्खरै ट्र्याक्टरहरू वितरण गऱ्यौँ, जस अन्तर्गत हामीले पकेट क्षेत्रहरू घोषणा गरेर जुन क्षेत्रमा जे चाहिँ उत्पादन हुन्छ त्यो क्षेत्र पकेट घोषणा गरेर हामीले त्यो क्षेत्रतिर चाहिँ गरिरहेका छौँ। कृषि क्षेत्रमा जस्तो 1 उत्पादन कार्यक्रमहरू गरिराखेका छौँ, जस अन्तर्गत अब हामीले यो पूर्वाधारतर्फ अब गाउँपालिकाको हामीले भवन सम्पन्न गरिसकेका छौँ। हामीसँग रहेको 15 शैय्याको हस्पिटल कम्प्लिट भइसकेको छ र हाम्रो 8 वडामा वडा कार्यालयहरू बनिसकेको र बन्ने प्रक्रियामा छ। एउटा वडा बाँकी छ, नत्र भने हाम्रो सबै वडा कार्यालयहरू सम्पन्न भइसकेको छ। र हाम्रो गाउँपालिकाको रणनीतिक सडकहरूमध्ये कोठे बिन्जेल दुस्कोट माथि देउराली डाँडासम्ममा पिच सम्पन्न भइसकेको छ। यसपालि पनि लगभग अब बजेट चाहिँ यता प्रदेश सँगसँग कोअर्डिनेसनमा हाम्रो कार्यक्रमहरू आइराखेकै छ। जस अन्तर्गत खाडीचोर चिम्लिङ सडकहरू पिचहरू हुने प्रक्रियामै छ। लामोसाँगो टोक्का सडक पनि हाम्रै साझेदारीमै कार्यक्रमहरू अनुसार चलिराखेको छ। र हामीले विभिन्न ठाउँहरूमा शहीद पार्कहरू हामीले चाहिँ बिन्जेलमा शहीद पार्क निर्माण प्रक्रियामै छ। र खानेपानी अन्तर्गत हामीले एक घर एक धाराको कार्यक्रम अनुसार हामीले प्रत्येक टोल बस्तीहरूमा त्यस्ता कार्यक्रमहरू जिल्ला समन्वय समितिसँग साझेदारी गरेर प्रत्येक टोलहरूमा हामीले त्यो कार्यक्रमहरू पनि अब गरिराखेका छौँ। र विभिन्न हामीले महिला दिदीबहिनीहरू, त्यस पछाडि चाहिँ आमाबाहरूको सबैको प्रकृतिको स्वास्थ्य शिविरहरू सञ्चालन गरिराखेका छौँ हामीले रोगको प्रकृति अनुसार। र अन्य कुराहरू जस्तो चाहिँ हामीले प्रत्येक स्वास्थ्य चौकीहरूमा त्यसले व्यवस्थापनका लागि रोगको प्रकृति अनुसार त्यही स्वास्थ्य चौकीमै उपचार गराउने व्यवस्थाहरू गर्नको लागि हामी प्रयत्नरत छौँ। यति बेला हामी बलेफी गाउँपालिका प्रकृतिको अनुपम कलाले सजिएको विविधतायुक्त भूमि हो। प्राकृतिक स्रोतहरूमा जङ्गल, नदीहरू र चिराइतो, कुटिकी जस्ता औषधीय जडीबुटीहरू समावेश छन्। सामुदायिक र निजी जङ्गलहरू दिगो व्यवस्थापनका लागि संरक्षित छन्, जसले गाउँपालिकाको वातावरण संरक्षण प्रतिको प्रतिबद्धता झल्काउँछ। नदी र जङ्गलहरू बलेफीको जीवन रेखा हुन्। यसबाट कृषिमा सहयोग पुगेको छ। जैविक विविधता,
संरक्षण गर्छ, तर विकास र संरक्षण बीच सन्तुलन कायम राख्न दिगो व्यवस्थापन प्राथमिकता हो। 2079 मा भएको स्थानीय तहको निर्वाचनबाट गाउँपालिका प्रमुखमा गंगाबहादुर तामाङ प्रवेश र उपाध्यक्षमा सरू तामाङ निर्वाचित हुनुभएको छ। यस्तै वडा नम्बर 1 जलबिरेमा हुपबहादुर खड्का, वडा नम्बर 2 फुलपिङकोट कल्लेरीमा छविलाल न्युपाने, वडा नम्बर 3 धुसकोटमा रितेश तामाङ, वडा नम्बर 4 अदमारामा सूर्य तामाङ र वडा नम्बर 5 बलैफीमा यादव ठकुरी निर्वाचित हुनुभएको छ। यस्तै वडा नम्बर 6 माङखामा तेजबहादुर पराजुली, वडा नम्बर 7 खाडी चौरमा ग्रिविन्द्र कुमार चौलागाई र वडा नम्बर 8 लामो साँगुमा रमेश कुमार श्रेष्ठ वडा अध्यक्ष निर्वाचित हुनुभएको छ। वडा नम्बर 1 जलबिरेमा कुल 2482 जनसङ्ख्या रहेको छ, जसमा 1261 जना पुरुष र 1221 जना महिला छन्। यो वडा जनसङ्ख्याका हिसाबले गाउँपालिकाको तेस्रो बढी जनसङ्ख्या भएको वडा हो। वडाको जलबिरे बजार चीनको तिब्बतसँग व्यापारका लागि जाने बाटो समेत हो। यही बजार हुँदै धुसकोट, नागीचौर, ओम पार्क भएर खासा जाने गरिन्थ्यो। यहाँ आनन्द माध्यमिक विद्यालय र जलबिरे भ्याली क्याम्पस पर्दछ। यहाँ स्वास्थ्य सेवा पनि राम्रो छ। प्रेमसिंह बस्नेत, म रिटायर्ड ब्रिगेडियर जनरल। नेपालले आफ्नो देश जोगाउनको लागि लडेका प्रतिरक्षात्मक लडाइँहरू, तिब्बतसँगको लडाइँ, चाइनिजहरूसँगको लडाइँ, इतिहासमा यो हाम्रो कुत्तीबाट लासा जाने, कान्तिपुरबाट हाम्रो जरसिंह पौवाबाट चौतारा जलबिरे हुँदै हामी यो घुमथाङ हुँदै हामी त्यसपछि लिस्टीकोटबाट हामी खासा, हामी लासा जाने एउटा रुट थियो। अनि अर्को रुट कस्तो छ भन्नुहुन्छ भने हामी फेरि यो लामसाङु अहिलेको माथि हुँदै हुँदै हामी फेरि यो घुमथाङ निस्केर यो घुमथाङ जुन यसरी यो दुईटा मेन रोड। र अर्को इतिहासमा के छ भन्दा जुनसुकै हमला भए पनि हाम्रो तपाईँको धार्मिक ट्रिप गए पनि सुरुमा जाने बाटो हाम्रो यो घुमथाङ लिस्टीको त हुँदै हामी लासा पुग्ने हो। वडा नम्बर 2 कल्लेरीमा 729 जना पुरुष र 758 जना महिला गरी जम्मा 1487 जनसङ्ख्या रहेको छ। यो बलैपी गाउँपालिकाको सबभन्दा कम जनसङ्ख्या भएको वडा हो। यो वडा उर्वर कृषि भूमि भएको वडा हो। नौबिसेदेखि अर्चलेसम्म तल्लो फाँट कृषि भूमि निकै राम्रो छ। प्रतिनिधि सभाका निवर्तमान सभामुख अग्नि प्रसाद सापकोटा हाल क्षेत्र नम्बर 1 बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा सुबोध र चौतारा साँगाचोक गढी नगरका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको समेत यही वडाको नौबिसेमा बसोबास छ। नेपाली साहित्यमा चर्चित महाकाव्यकार चन्द्र प्रसाद न्युपानेको जन्मस्थान यही वडामा पर्दछ। यहाँ फुलपिङकोट माध्यमिक विद्यालय र लक्ष्मी देवी माध्यमिक विद्यालय छन्। नौबिसे र फुलपिङकोट यहाँका चर्चित स्थान हुन्। वडा नम्बर 3 धुसकोटमा कुल 2008 जनसङ्ख्या रहेको छ, जसमा 997 जना पुरुष र 1019 जना महिला छन्। यो वडा मध्यम जनसङ्ख्या भएको मानिन्छ। धुसकोट तामाङ बाहुल्य बस्ती हो। यहाँ भीमसेन माध्यमिक विद्यालय छ। सेलताप यस क्षेत्रको चर्चित धार्मिक स्थल हो। पालिका अध्यक्षको पहलमा सेलताप जाने सिँढी निर्माणको काम समेत थालिएको छ। उपाध्यक्ष सरू लामा तामाङको घर यही वडामा छ। वडा नम्बर 4 अदमारा बिन्जेलमा 894 जना पुरुष र 947 जना महिला गरी कुल 1841 जनसङ्ख्या छ। यो पनि तुलनात्मक रूपमा कम जनसङ्ख्या भएको वडा हो। यो वडा दूधजन्य उत्पादनमा अग्रणी छ। यही वडाको दुनीबोटे हुँदै निर्वाचन क्षेत्र रणनीतिक सडक भैरवकुण्ड निकाल्ने काम भइरहेको छ। यहाँ सेती देवी माध्यमिक विद्यालय र जाल्पा देवी माध्यमिक विद्यालय छन्। गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङको बसोबास यही वडामा छ। यही वडाकै गढी डाँडामा नेपाल तिब्बत युद्धको इतिहास रहेकोले संरक्षणको काम थालेको छ।
वडा नम्बर 5 बलैफीमा कुल 2555 जनसङ्ख्या रहेको छ, जसमा 1254 जना पुरुष र 1301 जना महिला छन्। यो वडा गाउँपालिकाको दोस्रो सबैभन्दा बढी जनसङ्ख्या भएको वडा हो। यही वडामा पालिका केन्द्र छ भने अरनिको लोकमार्ग पनि पर्छ। बलेफी बजार जुगल गाउँपालिका र जुगल हिमालको प्रवेश बिन्दु हो। यहाँ बलेफी माध्यमिक विद्यालय र कपिलेश्वर महादेव मन्दिर छ। वडा नम्बर 6 माङखामा 1141 जना पुरुष र 1170 जना महिला गरी कुल 2311 जनसङ्ख्या छ। यहाँको जनघनत्व पनि उच्च मानिन्छ। यहाँ माथिल्लो भेग तामाङ बस्ती र अन्य समुदायको मिश्रण रहेको छ। यहाँ उपकन्या माध्यमिक विद्यालय छ। बागमती प्रदेश सभा सदस्य अमृता नेपाल प्रभाको बसोबास यही वडामा पर्दछ। वडा नम्बर 7 खाँडीचौर सबैभन्दा बढी जनसङ्ख्या भएको वडा हो। यहाँ 1257 जना पुरुष र 1373 जना महिला गरी जम्मा 2630 जनसङ्ख्या छ। बजार र सुविधाको कारण यहाँको बस्ती बाक्लो छ। यहाँ बाल शिक्षा माध्यमिक विद्यालय र सरस्वती माध्यमिक विद्यालय छन्। यही बजारबाट दोलखाको जिरी हुँदै रामेछाप जाने लामो साँगु जिरी सडक सुरु हुन्छ। वडा नम्बर 8 लामो साँगुमा 874 जना पुरुष र 889 जना महिला छन्। कुल जनसङ्ख्या 1763 रहेको छ। यो वडा पनि पातलो बस्ती भएको क्षेत्र अन्तर्गत पर्छ। पुरानो लामो साँगु बजार नजिकै ओरेन्ट म्याग्नेसाइटको बन्द अवस्थाको कारखाना छ। 2071 सालमा गएको जुरे पहिरो स्थलको क्षेत्र पनि यही वडाको सिमानामा पर्छ। यहाँ बनसाँगु माध्यमिक विद्यालय छ। गाउँपालिकाका वडा नम्बर 1, 2, 4 र 5 मा ब्रह्माणी नदी किनार छोएका बस्ती छन् भने 5, 7 र 8 नम्बर वडाले सुनकोशी नदी किनार छोएका छन्। कृषि र पशुपालन बलेफीको अर्थतन्त्रको आधार स्तम्भ हुन्। यसबाट यहाँका अधिकांश स्थानीयलाई रोजगारी मिलेको छ। धान, मकै, आलुदेखि तरकारी खेतीसम्म उर्वर भूमिले जीविकोपार्जनलाई धान्दछ। बिन्जेल र कल्लेरी बेसी दुधका लागि चर्चित छन्। नौबेसेमा दुध चिस्यान केन्द्र छ। साना उद्योग र कृषि सहकारीहरू पालिकाभित्र छन्। पालिकाले कृषकलाई अनुदानमा ट्र्याक्टर वितरण गरेको छ भने सहकारीले जमिन भाडामा लिएर उत्पादन गर्न चाहे जमिनको भाडा पालिकाले तिर्ने व्यवस्था गरेको छ। दुधमा अनुदान दिएको छ। बलेफी गाउँपालिकाको दोस्रो कार्यकालका लागि निर्वाचित गङ्गाबहादुर तामाङ प्रवेशको नेतृत्वले भौतिक तथा सामाजिक विकासलाई उच्च प्राथमिकता दिँदै विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ। कोठे बिन्जेल धुसकोट सडकको निर्माणले पालिकाको माथिल्ला दुर्गम क्षेत्रलाई यातायात सञ्जालसँग जोड्दै स्थानीयको दैनिक जीवनमा सहजता ल्याएको छ। यस्तै गाउँपालिका केन्द्रसम्म पुग्ने मुख्य सडकको स्तरोन्नति कार्य तीव्र गतिमा अघि बढेको छ। यसले आवागमनलाई थप सहज बनाएको छ। गाउँपालिकाको नयाँ भवन निर्माण सम्पन्न भई आवश्यक सुविधा सम्पन्न कार्यालय सञ्चालनमा आएको छ, जसले सेवा प्रवाहलाई व्यवस्थित बनाएको छ। अँधेरी माङखा बुवासे सडकको काम भइरहेको छ। खाँडीचौर सभाहल साउने फाँट बाटो यसै वर्ष निर्माण भएको छ। त्यस्तै खाँडीचौर चिम्लिङ सडक विस्तारले ग्रामीण क्षेत्रका बासिन्दालाई बजार तथा अन्य सेवा केन्द्रसँग जोड्ने काम गरेको छ। बलेफीमा सञ्चालित र्याफ्टिङ तालिम केन्द्रले युवाहरूलाई रोजगारीमुखी तालिम प्रदान गर्दै पर्यटन प्रवर्धनमा टेवा पुर्याउने विश्वास छ। गाउँपालिका भित्रका अन्य विभिन्न सडकहरू पनि क्रमशः स्तर उन्नति तथा नयाँ निर्माण हुँदैछन्, जसले आन्तरिक सम्पर्क सञ्जाललाई मजबुत बनाएको छ। बिन्जेल बेसी सिंचाइ एउटा उदाहरण हो। चौतारी सजावट बिन्जेल दुग्ध सहकारी जाने बाटो बनाइएको छ। परम्परागत सम्पदाको संरक्षणका लागि ढुङ्गे धाराहरूको संरक्षण तथा पुनः प्रयोगमा गाउँपालिकाले विशेष चासो दिएको छ। स्वास्थ्य सेवाको क्षेत्रमा पनि सुधार देखिएको छ। अस्पताल तथा स्वास्थ्य चौकीहरूमा सेवा विस्तार र संरचना सुधार गरिएको छ। वडा नम्बर 2 र 7 मा नयाँ कार्यालय भवनहरू निर्माण भई सञ्चालनमा आएका छन्, जसले स्थानीय प्रशासनिक सेवा जनतासम्म पुर्याउन सहज बनाएको छ। त्यस पछाडि चाहिँ अब त्यस्तो सिपमूलक कार्यक्रमहरू दिएको छ हामीले।
अब त्यस पछाडि अब युवाहरूलाई सकेसम्म हामीले गाउँपालिकाबाट गर्न सकिने र हामीले प्रदेशसँग पनि सहकार्य गरेर जस्तो यो चाहिँ युवा लक्षित कार्यक्रमहरू पनि थुप्रै ल्याएका छौँ, जस अन्तर्गत हामीले चाहिँ यो घरमै बसेर गृहिणी टाइपको बस्ने गृहिणी महिलाहरूको कार्यक्रम, महिला दिदीबहिनीहरूलाई चाहिँ अब चाहिँ आफ्नो उसमा राखेर त्यस पछाडि ल्याएको कार्यक्रमहरू पनि थुप्रै छन्, जस अन्तर्गत हामीले त्योसँग स्वरोजगार रहेर विविध कार्यक्रमहरू ल्याएका छौँ। यसमा सङ्घीय सांसद माधव सापकोटा सुबोध, प्रदेश सभा सदस्य सरल सहयात्री पौडेल र अमृता नेपाल प्रभाले पनि उत्तिकै समन्वय र पहल कदमी लिनुभएको छ। आर्थिक चुनौतीहरूको बावजुद बलेफीले किसान तालिम र बजार सम्पर्क जस्ता पहलहरू मार्फत प्रगति गरिरहेको छ। यो बलेफी गाउँपालिकामा चाहिँ अस्ति 7 गतेबाट स्क्रिनिङ शिविर सुरु गरेका छौँ। हामीसँग बजेट र विभिन्न कुराको चाहिँ समस्याका बावजुद पनि हामीले कठिन साथ हिजोसम्ममा चाहिँ हामीले यो छनौट शिविर सम्पन्न गऱ्यौँ। त्यसमा करिब हामीले 846 जनालाई चाहिँ सेवा दिएका छौँ। बलेफी गाउँपालिकाभरि प्रत्येक वडामा गएर 846 जनालाई हामीले सेवा दिएका छौँ भने मोतियाबिन्दु चाहिँ हामीले 54 जना चाहिँ पत्ता लगाएका छौँ यो वडाभरिमा। शिक्षा र स्वास्थ्य बलेफीको प्रगतिको आधार स्तम्भ हुन्। शिक्षामा ठूलो लगानी गर्दै गाउँपालिकाले स्कुलहरूलाई आधुनिक सुविधाहरूले सुसज्जित गरेको छ। स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य कार्यक्रमहरूले आवश्यक सेवाहरू प्रदान गरेको छ। बाल विवाह र स्कुल छोड्ने समस्याहरू कायम छन्। महिलाका लागि पनि विशेष काम भएको छ। पूर्वाधारको कुरा गर्दा चाहिँ अब वडा नम्बर 1 को लागि वडा कार्यालयको लागि नै हामीले बजेट राखेर अब यो कार्य पनि सुरु गरेका छौँ र वडा नम्बर 2 पनि वडा कार्यालय भवन निर्माण गरिसकेका छौँ। वडा नम्बर 3 यसै गरी चाहिँ हामीले आगामी दिनमा अब 2टा कि 3टा मात्रै वडा भवन बनाउनको लागि अब बाँकी छ, त्यो पनि हामी छिटै नै त्यो पनि सुरुवात गर्नेछौँ। र त्यो सँगसँगै हामीले ठुला सिँचाइहरू पनि थुप्रै कार्यहरू गरेका छौँ। खानेपानीको त एक घर एक धारा भनेर हामीले विभिन्न वडाहरूमा चाहिँ सुरुवात गरेर यो अब समापन पनि हुन लागिसकेको छ। हामीले एक घर एक धारा भनेर घरमै चाहिँ धाराहरू बनाएर चाहिँ उहाँहरूलाई चाहिँ घरमै नै चाहिँ खानेपानीको व्यवस्था पनि गरेका छौँ। र त्यो सँगसँगै अब हामीले चाहिँ हाम्रो टोलहरूमा चाहिँ अब गोरेटो बाटोहरू बनाउने हैन, उहाँहरूलाई चाहिँ अब कृषि कार्य गर्न चाहिँ एकदमै असहज हुने, गोरेटो बाटो एकदम सानो भएर चाहिँ हामीले चाहिँ अहिले स्वरोजगारसँग चाहिँ साझेदारी गरेर चाहिँ गोरेटो बाटोहरू निर्माण गर्दै आएका छौँ सबै 8वटा वडामा। र त्यो सँगसँगै अब हामीले विभिन्न कार्यक्रमहरू पनि गर्दै नै आएका छौँ। र विशेष गरी चाहिँ अब हामीले सडक बाटोलाई चाहिँ एकदम पहिलो प्राथमिकतालाई चाहिँ ध्यानमा राखेर हामीले सडक बाटोहरूलाई चाहिँ विशेष ध्यान दिँदै आए। बलेफी शासन पारदर्शिता र सामुदायिक सहभागितामा आधारित छ। गाउँपालिकाले समावेशी निर्णय प्रक्रियालाई सुनिश्चित गर्दै नागरिक सचेतना केन्द्रहरू र टोल विकास समितिहरू स्थापना गरेको छ। विपद तयारी र पूर्वाधार विकास पनि प्रमुख प्राथमिकताहरू हुन्। बलेफीले पारदर्शिताका लागि सार्वजनिक सुनुवाई ऐन र नागरिक बडापत्र लागू गरेको छ। विपद तयारीमा सुरक्षित क्षेत्रहरू पहिचान र तालिम कार्यक्रमहरू समावेश छन्। स्थानीय सरकार 2014 स्थानमा भएपछि चाहिँ विभिन्न विकास निर्माणका कामहरू भइरहेछन्। मुख्य रूपमा भौतिक पूर्वाधार जाँदा सुरुमा विभिन्न गाउँ ठाउँ सबै ठाउँ ट्र्याक खोलिदिने भने ट्र्याक खोल्ने काम पहिलो चरण गरिरहेको भयो भने अब पछि अहिले चाहिँ दोस्रो जनप्रतिनिधिको दोस्रो कार्यकाल 1979 देखि चाहिँ अहिलेसम्मकोमा विभिन्न भएका पूर्वाधार निर्माणको लागि चाहिँ स्तरोन्नतिको मुख्य रूपमा भइरहेछ। त्यसमध्ये पनि मुख्य रूपमा चाहिँ वडा कार्यालय र सचोकी वडाका मुख्य कार्यालय जोड्ने सडकहरूमा चाहिँ कालोपत्रेको लागि अघि बढिरहेछन्। उदाहरणको लागि यो आर्थिक वर्षमा कोटे बिन्जेल दुष्को सडक बाटो कालोपत्रेको भई करिब सम्पन्न हुने अवस्थामा चाहिँ यो आर्थिक वर्ष भयो भने नेक्स्ट अर्को आर्थिक वर्षमा यसलाई धुसको पनि पुगेको छ। यो आर्थिक वर्षमा नै हामीले यो बलेफी गाउँपालिकाको प्रशासनिक भवन सम्पन्न भएर हामीले नयाँ प्रशासनिक भवनकोबाट नै सेवा प्रवाह गरिरहेको छौँ भन्ने जानकारी छ।
दृढ शासन मार्फत बलेफीले विश्वास निर्माण गर्दै आफ्ना बासिन्दाहरूका लागि दिगो विकासलाई प्रेरित गरिरहेको छ। बलेफीको सांस्कृतिक सम्पदा तामाङ, नेवार र अन्य जातीय परम्पराहरूको जीवन्त मिश्रण हो। चाडपर्व, सङ्गीत र नृत्यहरूले समुदायलाई एकजुट गर्छ, समृद्ध विरासतलाई संरक्षण गर्छ। गाउँपालिकाले स्थानीय कार्यक्रमहरू र धार्मिक स्थलहरूको संरक्षणलाई प्राथमिकता दिएको छ। अब हामीले यो पर्यटनसँग कुराकानी गर्नुपर्दा हामीले यही हाम्रो बल्फी गाउँपालिकामै रहेको यो चाहिँ अब एउटा ऱ्याफ्टिङ विद्यालय सञ्चालन गर्ने तयारीमा छौँ यति बेर हामी, र हामीले सबै पूर्वाधार सम्पन्न भइसकेको छ र हामीले विभिन्न प्रतिस्पर्धाहरू अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धा पनि हामीले ऱ्याफ्टिङ यहाँ सञ्चालन गरिरहेका छौँ र हामीले मठ मन्दिर संस्कार संस्कृतिलाई जगेर्ना गर्नुपर्छ भनेर हामीले विभिन्न सांस्कृतिक मठ मन्दिरहरू पनि निर्माण गरेका छौँ, जस अन्तर्गत छोर्तेन निर्माण, त्यस पछाडि चाहिँ विभिन्न मन्दिरहरू निर्माण गर्ने कामहरू गरिराखेका छौँ र हामीले यसपालि एउटा के कार्यक्रम राखिरहेका छौँ भने जस्तो अपाङ्गता भएका व्यक्तिहरू हाम्रो बल्फी गाउँपालिकामा जति पनि अपाङ्ग भएका बालबच्चाहरू छन् त्यसलाई केन्द्रित गरेर एउटा अपाङ्ग मैत्री विद्यालय सञ्चालन गर्ने तयारीमा छौँ र जस अन्तर्गत हामीले त्यसको बजेटिङ पनि सम्पन्न गरिसकेका छौँ। यसपालिबाट हामी छिटै नै यो कार्यक्रमहरू सञ्चालन गर्दैछौँ। बलेफी गाउँपालिका एउटा भूगोल मात्र होइन, यो आशा, विश्वास र भरोसाको साझा दृष्टिकोणले प्रेरित समुदायहरूको साझा थलो हो। यहाँको प्राकृतिक सौन्दर्य, सांस्कृतिक समृद्धि र समर्पित नेतृत्वसँगै बलेफी जनअपेक्षित दिगो विकासको मार्गमा अघि बढिरहेको छ। कृषियोग्य, व्यापारिक र पर्यटकीय ठाउँ, नवीन सोच सहितको समृद्ध बलेफी गाउँ भन्ने 20 वर्षे दीर्घकालीन सोचका साथ अघि बढिरहेको बलेफीले लक्ष्य पछ्याइरहेको छ।